तपाईं हाम्रो बिचमा आज 27औं दिनका रूपमा काठमाडौँमा निजामती क्षेत्रमा रहेका निजामती कर्मचारीहरू आन्दोलनको दौरानमा छन्, अगाडि बढिरहेका छन्। अब यस्तो ठाउँ रह्यो, यस्तो संस्था खोलौँ जहाँ आन्दोलन छैन। त्यसैले अब हुने आन्दोलन भनेको नेपालका लागि महाआन्दोलन रहेछ। यसको अवस्था पञ्चायत व्यवस्था फाल्न गरेको सिकाइको यो चाहिँ रत्न पार्कमा ठ्याक्क आन्दोलन छ आज जनप्रदर्शन राप्रपा नेपालको रमाइलो छ। यस्तो दर्दनाक अवस्थामा सत्ता छ, सत्ता केका लागि छ भन्दा नेपाली कम्पनी काठमाडौँको मुटुमा दुईटा नेवारका छोराहरूलाई गोली हालेर टक्कर भएर शासनमा बस्ने नालायक सरकार, जुन सरकारले जनताको घाउमा गति लगाउन सक्दैन, जुन सत्ता जो कम्युनिस्ट पार्टीका नेताले जो काङ्ग्रेस पार्टीका आज सिद्धान्त आदर्श नैतिकता आचार विचार सबै बेचेर सबै शासनमा बसौँ पुण्य खाउँ लोकतन्त्रको मचाइरहेका छन् र त्यो तन्त्रको नाम हो गणतन्त्र। त्यही गणतन्त्रलाई हामीले भन्ने गरेका छौँ यो गणतन्त्र होइन, यो त लोकतन्त्र। यदि गणतन्त्र हुन्थ्यो भने